यो समय म तिल सरलाई दिन चाहन्छु। वेलकम सर। तिल सर नमस्कार। नमस्कार, सुन्दै हुनुहुन्छ? हजुर सर नमस्ते। ल, यो समय मैले हजुरलाई दिन चाहे त हाम्रो यो टिकटक लाइभमा हजुरले केही शब्द राखिदिनु भयो भने हामी एकदमै खुसी हुनेछौँ सर। Namaste and good morning everybody. Myself T. Lemestek from Nepal. सबैलाई नमस्कार एवं दसैँको माहौल छ हैन, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण हाम्रा दाजुभाइ दिदीबहिनीहरू एवं जति पनि हाम्रो यो लिडरसिप सुनिराख्नु भएको छ अथवा यो गोल्डन गेटमा जति पनि जोइन हुनुभएको छ उहाँलाई मेरो तर्फबाट र कम्पनीको तर्फबाट हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। र जुन सरले अहिले भन्नुभयो हामी पहिला पनि सँगै थियौँ भनेर एक्ज्याक्टली 100% राइट हो। विगतमा हामी सँगै थियौँ, अझै पनि सँगै छौँ र सँगै रहनेछौँ हैन। लिडरसिप के हो भन्दाखेरि एक्चुअली भन्दाखेरि जुन आफ्नो कोर हुन्छ, कोर क्यापेसिटी, कोरको एउटा जुन चिजमा परिपक्व देखिन्छ नि त्यसलाई हामीले चाहिँ लिडरसिप भन्छ, जसले चाहिँ गाइडेन्स गरेर अगाडि लिएर जान सक्छ हैन। लिडर त्यो हुन्छ र उसमा क्वालिटीहरू हुन्छ, जुन स्किल हुन्छ त्यसलाई हामीले लिडरसिप भन्छौँ। जस्तै हामीले देखिरहेछौँ ठुल्ठुला नेताहरूलाई हैन, यिनीहरू त अब लिडर हो तर कस्तो कन्ट्री लिडर हो, कुनै कम्पनी लिडर हुन्छ हैन, कुनै कन्ट्री लिडर हुन्छ। त्यसमा तपाईहरु देख्न सक्नुहुन्छ तपाई पनि लिडर हो, तपाई पनि आफ्नो लागि लिडर हो, घरको लागि लिडर हो हैन। आफ्नो जुन आफ्नो एउटा चाहिँ डिसिजन लिन पर्ने हो भने हामीले के गर्छौं भन्दाखेरि आफ्नो लागि डिसिजन लिँदाखेरि त्यो लिडर आफू हो र घरको लिडर हो। यस्तै एउटा एरियाको लिडर हुन्छ अनि कन्ट्री लिडर हुन्छ हैन। यसै कम्पनीमा पनि हामीले देख्न सक्छौं टिम लिडर छन्, म्यानेजर छन्, सिइओ छन् हैन। तिनीहरुमा एउटा क्वालिटी देखिन्छ, तर हामी सबैमा पनि क्वालिटी छ। त्यो तपाईले चुज गर्न सक्न पर्छ कि मेरो चाहिँ कलर, ट्रु कलर के हो, म चाहिँ के गर्न सक्छु। त्यो चाहिँ हामीले आफ्नोलाई ट्राई गरेर आफूले मेरो क्यापेसिटी के छ त, हरेकलाई भगवानले गड गिफ्ट दिनुभएको छ, जुन चाहिँ हामीले चाहिँ आफूलाई चिन्न सकिरहेको हुन्न। जस्तै एउटा ट्रु कलर भन्दाखेरि हामीले भन्छौं नि खुर्सानीको टेस्ट कस्तो छ त, पिरो छ। एक्ज्याक्टली तपाईको ट्रु कलर के हो त्यो छुट्याउनुस्, त्यो छुट्याएर त्यसैमाथि काम गर्नुस् र तपाई सक्सेस हुनुहुन्छ। त्यो चाहिँ एउटा कोरको चाहिँ एउटा भ्यालु हो। जस्तै गुड मिठो हुन्छ हैन, त्यसको चाहिँ गुणको एउटा चाहिँ मिठास हुन्छ, करेला तितो हुन्छ। त तपाईको गुण के छ, तपाईमा के छ हो, त्यो चाहिँ हामीले के लाएर निकाल्न पर्छ हैन। जसमध्ये हामीले टिम लिडर देख्छौं, लिडर देख्छौं हैन। र जुन हामीले अहिले देखिरहेछौं नेपालमा यो जेनजीको एउटा जुन समस्या यहाँ चाहिँ देखियो हैन। लिडरहरू छन् तर यहाँ चाहिँ भिजनरी लिडर छैनन्। कुनै पनि ठुलो कम्पनी अथवा देश चलाउनको लागि एउटा भिजन हुन्छ, 5 साल 10 सालको लागि हैन, अथवा 15 वर्षको लागि अथवा लाइफ टाइमको लागि हैन, भिजन बनाएको हुन्छ, जुन चाहिँ तपाईको चाहिँ त्यो भिजनमा काम गरिरहेको हुन्छ। नेपालमा अहिलेसम्म हामीले भिजनरी लिडर देखिदैन। हेर्नु, भिजनरी भनेको के हो भन्दा एउटै छाता मुनि हरेक किसिमका हरेक चीजहरू त्यसमा अटाउन सक्ने किसिमलाई हामीले भिजनरी लिडर भन्दो रहेछौं हैन। प्राय जसो मान्छेको हामीले के देख्छौं भने 90% को त गोल हुँदैन। तपाई हामीले पनि एउटा गोल सेट गर्न पर्छ। मैले आजै पनि एउटा भिडियो युट्युबमा अपलोड गर्ने भनेको जुन रेडी भएको छ पैसाको बारेमा। एभ्रीबडी निड मनी, सबैले पैसा चाहिएछ। हेर्नु के भन्छ भन्दाखेरि पैसा सब थोक होइन भन्छ। पैसा सब थोक होइन, तर सब थोकका लागि पैसा चाहिन्छ। पैसा यति इम्पोर्टेन्ट भएको छ अहिले, जुन पैसाले हामीले चाहिँ एउटा स्टेप एउटा पग एउटा चाहिँ
पैताला पैताला अगाडि बढाउँदा सम्पूर्णलाई सबै चिजलाई हामीले अहिले पैसा चाहिएको छ। मान्छेले के भन्छ भन्दाखेरि पैसा इभिल हो, डेभिल हो होइन, अथवा यो पैसा मान्छेले खराब युज गर्छ। तर नेगेटिभली नगएर हामीले पोजिटिभ गयो भने पैसाले यस्तो राम्रो काम गर्छ होइन। पैसा कमाउन सक्नु पर्यो, पैसा बनाएर हामीले दान धर्महरू हेल्पहरू गर्न सक्नु पर्यो र आफूलाई पनि सम्पन्न बनाउन सक्नु पर्यो। बिना पैसाको अहिले केही पनि गर्न सकिँदैन हेर्नु। र जति पनि मान्छे छन् होइन, डक्टर, इन्जिनियर, पाइलटदेखि लिएर एउटा लेबरदेखि लिएर सबैलाई लास्टमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको पैसै कमाउनको लागि त्यो गरिराखेको हुन्छ। एट लास्ट एन्डिङ पोइन्ट तपाईँ हेर्नुहुन्छ भन्दाखेरि पैसै हुन्छ। इभेन एउटा पुजारीलाई तपाईँले मलाई केही स्वार्थ छैन, केही चाहिन्न, तर उसलाई पनि पैसाको खाँचो हुन्छ। बिना पैसाको अगाडि हामी चल्न सकिँदैन। त्यही भएर मैले तपाईँहरूलाई के भन्छु, पैसा कमाउनुहोस् साथीहरू। मेरो एकदम अग्रिम शुभकामना छ। तपाईँ टन्न पैसा कमाउनुहोस् होइन, ड्रिमहरू पुरा गर्नुहोस् र पैसाले तपाईँले अरूलाई पनि सहयोग गर्नुहोस्, हेल्प गर्नुहोस्। पैसा यस्तो राम्रो चिज हो, पोजिटिभली जाँदाखेरि पैसाले हामीलाई सम्पूर्ण चिज दिने गर्छ। खाना लाउनदेखि लिएर, ट्राभलदेखि लिएर, तपाईँ एउटा चाहिँ आलिशान महल बनाउनदेखि लिएर सम्पूर्ण चिजको लागि पैसा चाहिन्छ। त्यही भएर हामीले पैसा कमाउनु पर्छ। बट हामी के गर्छौँ भन्दाखेरि इन्कम सोर्सहरू चाहिँ धेरै बनाइदिन्नौँ, एउटा दुइटा बनाएको हुन्छौँ होइन, जुन चाहिँ हामीलाई त्यो पैसाले पुग्दैन। हेर्नु सरहरू, म्यामहरू जति पनि हुनुहुन्छ होइन, तपाईँहरूले के गर्न पर्यो भन्दाखेरि पेसिभ इन्कम बनाउनुहोस् होइन। प्रायः जसो म फाइनेन्सियलकै बारेमा बोल्छु होइन। पेसिभ इन्कम बनाउनुहोस्। फाइनेन्सलाई कसरी बढाउने, एउटै इन्कम सोर्स भएर हाम्रो काम चल्दैन। हेर्नु, इभेन जो जबमा छ उहाँहरूलाई मैले के भन्छु भन्दा एक्स्ट्रा केही गर्नुहोस् होइन। एक्स्ट्रा केही गरेपछि तपाईँलाई त्यो इन्कम डबल हुँदै जान्छ। अथवा फाइनेन्सियलको बारेमा नलेज हुन पर्यो। फाइनेन्सियलको बारेमा यदि तपाईँलाई नलेज छैन भने अगाडि बढ्न सक्नुहुन्न। जब गरिन्छ होइन, पैसा आउँछ, 30 दिनमा आउँछ, 1 दिनमा फेरि खर्च भएको हुन्छ अथवा कहीँबाट उधारो लिएको हुन्छ। कसैले के हुन्छ भन्दाखेरि अलि एकदम अप्ठ्यारोले चलिराखेको हुन्छौँ, अलिकति सेभिङ गर्छौँ होइन, अलिकति चाहिँ खर्च गर्छौँ। तर यो जबको पैसाले त्यति साह्रो हामीलाई चाहिँ सेटिस्फ्याक्सन दिँदैन र त्यो पैसाले पनि पैसा बनाउन सकियो होइन। अब एउटा सरहरूले यहाँ स्टार्ट गर्नुभएको छ गोल्डन गेट भनेर होइन, यो पनि एउटा पैसाको सोर्स हो। यदि तपाईँले यहाँबाट चाहनुहुन्छ, यहाँबाट लिन आफ्नो क्यापेसिटी कति छ त्यो अनुसार गर्नुभयो भने तपाईँले यहाँ पनि मनज्ञ चाहिँ पैसा प्राप्त गर्न सक्नुहुन्छ। कतिपय मान्छेले के भन्छ मैले पैसा कमाउन सकेन, म यो यस्तो भएँ होइन। त पैसा नचिनेर हेर्नुहोस्, मनीलाई एक्चुअली कसरी एरेन्ज गर्ने नचिनेर हेर्नुहोस्। 1 लाख कमाउन गाह्रो होला, तर 1 लाख बन्यो भने त्यही कसैले तपाईँले ब्याजै लगाइदिनुहोस् अथवा कहीँ डिपोजिट गरिदिनु भयो अथवा कहीँ तपाईँ इन्भेस्ट गर्नुभयो भने त्यसले चाहिँ पैसाले पैसा दिन्छ है। 1 करोड कमाउन तपाईँलाई गाह्रो छ, तर 1 करोड बनाउनु भने त त्यही 1 करोडले फेरि तपाईँलाई लाख रुपियाँ महिनाको दिइराखेको हुन्छ। यो तपाईँले जान्न पर्यो कि होइन, पैसा कसरी कमाउने, पैसाले बनाउँछ होइन, कहीँ इन्भेस्ट गर्ने कि अथवा डबल प्रफिटमा कहीँ युज गर्ने होइन। यस कारणले पैसा चाहिँ बुझ्नुपर्छ। अब मैले कबाला एउटा बुक छ जुन चाहिँ मोजेजहरू होइन, यो मिस्रतिरको, साउदीतिरको, गल्फतिरको मोजेजहरू जुन चाहिँ पहिलाका सुफी फकिरहरू थिए तिनीहरूले लेखेका छन्। मनी भनेको एउटा के हो भन्दा एनर्जी हो। मनी भनेको एउटा एनर्जी हो, त्यो पनि प्योर एनर्जी। यदि हामीले गलत तरिकाले पैसा कमाछौँ भने त्यो पैसा गलत तरिकाले जान्छ होइन। यदि मेहनतले, यदि परिश्रमले कमाछौँ, त्यो चोखो निट क्लिन पैसा छ, पवित्र पैसा छ भने त्यो तपाईँको लागि 3 पुस्ते 4 पुस्ते र 21 पुस्तासम्म कहिले काहीँ काम गर्दो रहेछ भन्छ होइन। 11 देखि 21 पुस्तासम्म पनि त्यो निट पैसाले काम गर्छ। त हामीले के गर्ने, पैसा मेहनत गरेर कमाउने, 15% तपाईँले 10% दान धर्म दिनु, बचेको पैसालाई इन्भेस्ट गर्नु, खर्च गर्नु। तर हाम्रो बानी के छ, मारवाडी बिजनेस हामीले फलो गर्दैन। मारवाडीले के गर्छ, अलरेडी 10% उसले कहीँ इन्भेस्ट गर्छ, त्यसपछि उसले खर्च गर्छ। हामीले के गर्छौँ, अलरेडी खर्च गर्छौँ, बचेको चाहिँ लगेर
इन्भेस्ट गरौँला अथवा सेभिङ गरौँला भनेर सोच्छौँ, तर हुँदैन। हेर्नु, त्यो खर्च अलरेडी भइसकेको हुन्छ। त्यसकारण पहिला हामीले सेभिङ गरिदिउँ अथवा दान धर्म गरिदिउँ, बचेको पैसालाई खर्च गर्ने होइन। 6वटा पार्ट्समा हामी पैसा सेभिङ गर्नुपर्छ। त्यो कुनै दिन यस्तो टाइम भयो भने हामीले बसेर त्यो डिटेल्ली म तपाईँलाई 6वटा के केमा इन्भेस्ट गर्ने, कसरी खर्च गर्ने, कहाँ के हुन्छ त्यो चाहिँ गर्न सकिन्छ। र यो गोल्डन गेटको बारेमा त खासै मैले त्यति बुझेको छैन, यसको सिस्टम होइन। त्यो तपाईँहरूले सायद सरहरूसँग जुम मिटिङमा लिनुभयो होला। र अहिले एकदम यो दसैँको शुभकामना छ सम्पूर्णजनालाई भन्दै जुन मैले यो सानो तपाईँलाई जानकारी दिएँ होइन। म सायद धेरै दिनमा आएँ यहाँ। भिडियोहरू मेरो युट्युबमा एउटा दुईवटा छ, तर व्यस्तता भइन्छ होइन। व्यस्त भएको कारणले अलिकति म बनाउन सकिरहेको छैन पोडकास्टहरू, भिडियोहरू। त्यो तपाईँहरूले जस्तै अनलाइनबाट बसेर पनि पैसा कमाउन सक्नुहुन्छ। अहिले म्याक्सिमम मान्छेले अनलाइनबाट पैसा कमाइराखेको छ होइन। तपाईँलाई थोरै टाइम हुन्छ, अनलाइनमा काम गर्नुहोस्, रिसोर्सेसहरू पत्ता लगाउनुहोस् कसरी कसरी हुन्छ। जस्तै तपाईँले कन्टेन्ट बनाउनुहुन्छ, कन्टेन्टको पैसा पाउनुहुन्छ, बुक राइटिङ गर्नुहुन्छ, बुकको पैसा पाउनुहुन्छ होइन। अथवा तपाईँले चाहिँ आफ्नै बिजनेस पनि गर्न सक्नुहुन्छ अनलाइनबाट। जस्तै कपडाकै अथवा यो घडीहरूको भयो, थर्ड पार्टी बनेर तपाईँले चाहिँ बिचमा बसेर पैसा लिन सक्नुहुन्छ, बिना लगानीको हुन्छ होइन। पैसा कमाउने मान्छेले के भन्छ भने गाह्रो छ भन्छ होइन। गाह्रो भन्यो भने त्यो गाह्रो नै हुन्छ, तर इजी छ भने भन्नुभयो भने इजी पनि छ। स्मार्ट तरिकाले तपाईँले घरै बसेर पनि पैसा कमाउन सक्नुहुन्छ होइन। अहिले त टेक्नोलोजी यस्तो भास्ट आएको छ, जुन चाहिँ तपाईँ क्युआर कोडबाट तपाईँको एकाउन्टमा पैसा आउँछ। त्यसपछि तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि त्यो सामान चाहिँ डेलिभरी गरिदिन सक्नुहुन्छ। यो धेरै चाहिँ यहीँ छ, यहीँ बनाउन सक्नुहुन्छ। तर सरहरूले जुन चाहिँ यो स्टार्ट गर्नुभएको छ दुबईमा, यो मेरो ड्रिम थियो पहिला। अहिले म दुबई छैन, नेपालमै छु होइन। मेरो घर चाहिँ बुटोलबारा तामनगरमा हो। एउटा लिडर जस्तो म चाहिँ एउटा मोटिभेसनल स्पिकर र लिडरको कोर्सहरू मेन चाहिँ मेरो लिडरसिपको कोर्स हो होइन। बुक राइटिङ पनि मैले लेखिरहेको छु, सायद पब्लिकेसन हुन्छ छिटै। यो मेरो ड्रिमहरू छ, जुन चाहिँ प्रायः जसो साथी तपाईँहरू यहाँ सबै हुनुहुन्छ। तर के गर्नुहोस् भन्दाखेरि एभरेज लाइफमा नबाच्नुहोस् होइन। जब गर्नुहोस्, नो प्रब्लम होइन, पैसा कमाउनुहोस्, एकदम राम्रो हो। तर कस्तो भन्दाखेरि लिमिटेडमा नबस्नुहोस् कि अनलिमिटेडमा जानुहोस् कि मेरो सेलेरी यति नै हो होइन, मैले 1 लाख मात्रै कमाउन सक्छु भन्ने त्यही लिमिटेडमा नबस्नुहोस्। हामी अनलिमिटेडमा छौँ। हाम्रो क्यापेसिटी एकदम भास्ट छ। हामीले आफूलाई नचिनेर हो। हाम्रो आफ्नो जुन कोर चिज छ नि, आफ्नो भ्यालु, कोर भ्यालु, त्यसले नबुझेर। जुन दिन तपाईँ बुझ्नुहुन्छ त्यो दिनबाट तपाईँको एउटा अम्ब्रेला चाहिँ ड्रिम जस्तो एउटा तपाईँको इन्कम सोर्सहरू भन्छ, जहाँ तपाईँले चाहिँ गाडीदेखि लिएर घरदेखि लिएर सम्पूर्ण चिज प्राप्त गर्न सक्नुहुन्छ। यो चाहिँ ग्यारेन्टेड छ। तर हामीले के हुन्छ भन्दाखेरि यो माइन्डले सोच्न सक्दैन। हामीसँग दुईवटा माइन्ड छ, कन्सियस सबकन्सियस होइन। यो माइन्डले सोच्न सक्दैन। डेली हाम्रो मोर देन 60,000 थट्सहरू आउँछ, तर धेरै जसो त रिपिटेड आउँछ। पहिलाको पास्ट कुराहरू आइराखेको हुन्छ होइन, समात्न सक्दैनौँ। तर जुन दिन तपाईँले चाहिँ कन्सियस सबकन्सियसलाई बुझ्नुहुन्छ, त्यो दिनदेखि तपाईँको यो ड्रिमहरू क्लियर हुँदै जान्छ। र यो सरहरूको रियल इस्टेटको बारेमा यहाँ कम्पनीहरू खोल्नु भएको छ। जति पनि इन्भेस्टरहरू हुनुहुन्छ उहाँलाई मस्ट वेलकम छ। र थ्याङ्क यू जति पनि यहाँ इन्भेस्ट गर्नुभएको छ, बधाई छ तपाईँहरूलाई। दुबईमा इन्भेस्टरहरू हेर्ने हो भने क्याटेगोरी 4 किसिमको भेटिन्छ मान्छेहरूको होइन। तर बिजनेस दुईवटा हुन्छ। एउटा एक्टिभ इन्कम हुन्छ, जुन चाहिँ काम गरे बापत मात्रै पैसा आउँछ, काम गरेन भने पैसा आउँदैन। यो लगभग इम्प्लोइहरूमा लागु हुन्छ र सेल्फ इम्प्लोइमा पनि हुन्छ। जुन डक्टरदेखि पाइलटहरू छन्, यिनीहरू पनि एउटा कस्तो भन्दाखेरि एक्टिभ इन्कममै पर्छन्। जस्तै जति काम गरे त्यति पैसा आउँछ, काम गरेनन् पैसा आएन। सेकेन्ड क्याटेगोरी छ तपाईँको पेसिभ इन्कम छ, जसले चाहिँ तपाईँले घर बसी पैसा आउँछ, काम गरे नगरे पनि पैसा आउँछ। तर कस्तो भन्दाखेरि तपाईँको त्यसमा सिस्टम बनेको हुन्छ। सिस्टममा एउटा बिजनेस हुन्छ होइन। बिजनेसम्यानहरूले त्यसमा सिस्टम बनाएर काम गरिरहेको हुन्छ। आफू जता गए पनि त्यो पैसा त्यहाँ बनिराखेको हुन्छ। अब एउटा इन्भेस्टर भनेको जुन सरहरूले अहिले इन्भेस्ट गरिराख्नु भएको छ, यो इन्भेस्टरहरू
यो भनेको कम्पनीको मालिकहरू बनाउने हो, तपाईँ हामी कम्पनीको मालिक हो, त्यसको सेयर धनी भइयो। यो हामी चाहिँ एउटा कम्पनीको बोस भइयो, कम्पनीले हामीलाई एउटा अपर्च्युनिटी दियो कि तपाईँको पनि यहाँ सेयर लगानी गर्दै यो कम्पनीको मालिक हो तपाईँ, र तपाईँ त्यहाँ काम गर्न पर्दैन, कम्पनीले सिस्टम बनाएको हुन्छ, त्यो अनुसार तपाईँलाई नाफाहरू बाँडिराखेको हुन्छ होइन। यो रियल इस्टेटको दुबईमा भयङ्कर ठुलो बिजनेस छ। यदि तपाईँले चाहिँ त्यहाँ रेन्ट गरेर पनि इन्कम कमाउन सक्नुहुन्छ अथवा सेल गरेर पनि, जस्तै मैले पहिलाको राजीव भनेपर मेरो साथी हुनुहुन्थ्यो जुन त्यहाँमा उसमा हुनुहुन्छ प्रपर्टीमा, एउटा भिला मलाई चान्स दिनुभएको थियो। 200 भिला 200वटा घर थियो जुन चाहिँ हामीले बेच्न पर्ने, र त्यो पाइलट भिला थियो, पाइलटहरू मात्रै त्यहाँ बस्छ होइन। अनि तिनीहरूलाई फेसिलिटी पनि दिएछ कम्पनीले, जस्तै 2टासम्म गाडी चाहिँ किस्ताबन्दीमा होइन त्यो गराइदिने, त्यसपछि मेडहरू 2टा मेडहरू हाउस मेडहरू राखिदिने, अनि त्यसमा हामीले चाहिँ सेल्स प्लस कमिसन पाउँछौँ होइन, त्यो घर बेचाइदिए बापत अथवा रेन्ट दिए पनि। त्यो किसिमको यो कम्पनी जुन सरहरूले खोल्नु भएको छ यो बेस्ट अहिले चाहिँ मलाई लाग्छ दुबईमा भनेको एकदम चलिराखेको एकदम फस्टाएको बिजनेस भनौँ एउटा रियल इस्टेट हो। रियल इस्टेट जहाँ पनि हेर्नुहुन्छ भन्दाखेरि कहिले पनि भ्यालु त्यसको डाउन हुँदैन, जहिले पनि अप 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 हुँदै जान्छ। तर हाम्रो यहाँ नेपालमा पनि रियल इस्टेट थियो, अलिकति धेरै राम्रो गरे, तर बिचमा यो जुन क्राइसिस आयो यस कारणले यहाँ अहिले डाउन भएको छ। तैपनि अहिले पनि प्रपर्टी यहाँ हेर्नुहुन्छ भन्दाखेरि 50% भएको छैन, 10-15% डाउन भएको छ होला। तर कुनै पनि जग्गा घडेरी अहिले पनि नेपालमा जुन 20 लाख भनिरहेछन् त्यसलाई 10 लाखमा दिनु भन्दा दिँदैनन् हेर्नु, त्यति लेस छैन। तर 1-2 लाख कम गर्न सक्छन्, 5 लाखसम्म जान सक्छन्, 25%सम्म जान सक्छ, तर 50% अहिले पनि छैन। रियल इस्टेटको जहिले पनि भ्यालु के हुन्छ, माथि माथि नै हुन्छ। किन भन्दाखेरि यो प्रपर्टी भयो, गोल्ड भयो, क्रुड ओइल भयो, यिनीहरूको भ्यालु चाहिँ लेस हुँदैन, जहिले पनि अप 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 भइराखेको हुन्छ। अहिले गोल्ड हेर्नुहोस् कति माथि गयो होइन। त्यही भएर हामीले पनि के गर्नुपर्छ, रियल इस्टेटमा, गोल्डमा, क्रुड ओइलमा, सेयरमा यस्तै लगानीहरू गरिराख्न पर्छ, जुन कि तपाईँले काम नगरे पनि त्यो पैसा तपाईँको अकाउन्टमा केही न केही पर्सेन्ट आओस्। मल्टिपल रिसोर्स हुन पर्यो होइन। मारवाडीको भन्छ 10वटा चाहिँ इन्कम सोर्स हुन्छ, हाम्रो एउटा हुन्छ हेर्नुहोस्, त्यो पनि एउटा हाम्रो हुन्छ होइन। कहिलेकाहीँ त्यो ब्रेक भयो भने त्यो इन्कम हराउँछ हेर्नु, र पेसिभ इन्कम हुँदैन होइन। कहिलेकाहीँ बिरामी भयो अथवा बाइ द वे केही एक्सिडेन्ट भयो, हात खुट्टा फ्र्याक्चर भयो भने आफूलाई इन्कम हुन बन्द हुन्छ। त्यही कारणले हामीले के गर्नुपर्छ, पेसिभ इन्कमहरू इन्भेस्ट गर्नुहोस्, मल्टिप्लाई गर्न सिक्नुहोस् होइन। मैले त के भन्छु भन्दाखेरि मेरो लाइफमा यदि 10जना लिडरहरू यहाँदेखि तयार भयो भने त्यो 10ले 10 गरेर फेरि 100 बनाउन सक्छ होइन। जस्तै तपाईँले लाइफ चेन्जिङ गर्न सक्न चाहनुहुन्छ होइन, म चाहिँ एउटा पैसा कमाउँछु, म लाइफमा यसरी बन्छु भनेर यदि कन्ट्याक्ट गरेर मलाई चाहिँ कन्ट्याक्ट गर्नुहुन्छ भने म तपाईँलाई त्यो वेहरू दिन्छु होइन। किन भन्दाखेरि हाम्रो सङ्गतै त्यही छ। हाम्रो एउटा के हो भन्दा तपाईँहरूलाई नलेज दिने, तरिका दिने, यसरी जाने, यसरी गर्ने, यो गरेर यसरी हुन्छ। कुनै पनि एक्सपर्टिजलाई जस्तै तपाईँले डक्टर भन्न छ भने डक्टरकै फर्मुलामा जान पर्यो। डक्टरले के गर्छ त, कति वर्ष पढ्छ, के सिक्छ भने तपाईँ यसरी गरेर डक्टर बन्ने हो। जस्तै तपाईँ पाइलट बन्ने भने पाइलटकै काम गरे पर्यो होइन। जस्तै एउटा इक्जाम्पल लिउँ न होइन, सक्सेस मान्छेहरू त्यो बाटो गुज्रेर गएको हुन्छ। जे पनि बन्न छ भने त्यसकै फर्मुला हाम्रो एप्लाई गर्दै गयो भने तै पनि हामी सक्सेस भइन्छ। सक्सेस यति ठुलो होइन कि हामी हुन सकिँदैन होइन। र मास्टरी गर्नको लागि जस्तै हामी मास्टरहरू देख्छन् धेरै, अहिले मेरै साथीहरू पिएचडी गरिराखेछन् 2-4 जना होइन, प्रोफेसर लेभलको भइसके। त उनीहरूले यति मेहनत गरेछन्, पढेछन् होइन, र प्र्याक्टिकल्ली पनि गरिराखेछन्। तपाईँ हामी पनि गर्नुपर्छ। एउटा न एउटा स्किललाई निखारेर तपाईँ जानुभयो भने तपाईँलाई अरू केही गर्न पर्दैन। जस्तै अहिले मैले मास्टर सेफ देखिरहेको छु, उनले चाहिँ अरूलाई सिकाइराखेछन्। अहिले गएर 1 घन्टा 2 घन्टा सिकाउनुहुन्छ होइन, उहाँले अथाह पैसा कमाइराख्नु भएको छ, मजाले 5 लाख 6 लाख अहिले महिनाको छ। यो मास्टरी हामीले चाहिँ पनि गेन गर्न सक्नुपर्छ। कुनै चिजमा हामीले 10,000 घन्टा यदि हामीले प्र्याक्टिस गरेछौँ भने
त्यो हाम्रो मास्टरी भइन्छ। एकजना भाइ हुनुहुन्छ हाम्रो, मोमो बनाउनुहुन्छ होइन, यति फास्ट बनाउनुहुन्छ, यसो 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 गऱ्यो त्यो मोमो बनिहाल्छ, यसो यसो गऱ्यो भनेपछि जे पनि हामी प्र्याक्टिकल्ली 10,000 घन्टा गऱ्यो भने हाम्रो प्र्याक्टिकल्ली चाहिँ त्यसमा मास्टरी गरिन्छ। त्यही भएर हामीले यो मैले जुन भन्दै थिएँ तपाईँहरूलाई एउटा क्वालिटी चाहिँ चुज गर्नुहोस्, आफूमा के क्यापेसिटी छ होइन, त्यो गरेर तपाईँले चाहिँ मास्टरी गर्न सक्नुहुन्छ। जब छ ठिक छ, बिजनेस छ ठिक छ होइन, व्यापार छ सब ठिक छ, तर त्यसका अलावा पनि तपाईँले चाहिँ 1 घन्टा 2 घन्टा आफूमा इन्ट्रेस्टेड के छ त त्यसमा गएर हामीले चाहिँ सक्सेस पाउन सक्छौँ है। पैसा ठुलो कुरा छैन। पैसा तपाईँले जस्तै अब कसैले भन्छ मसित पैसा भएन, यो भएन, त्यो भएन। अब पैसा आउने एउटै चिज हो, हेर्नुहोस्, तपाईँले सेल गर्न पर्ने हुन्छ। सेल गरे बापत तपाईँसँग पैसा आउँछ, यो बाई प्रोडक्ट हो होइन। यो हामीले भन्छौँ बाई प्रोडक्ट तर बुझ्दैन मान्छेले होइन। प्रायः जसो अब बुझ्दैनन् कि पैसा चाहिँ कसरी आउँछ भनेर। पैसा आउने एउटै तरिका छ र पैसा जाने एउटै तरिका। पहिला पैसा के हो त्यो बुझ्न पर्यो र पैसा कहाँबाट आउन सक्छ र मेरो क्यापेसिटी के कसरी आउन सक्छ त्यो बुझ्न पर्यो र पैसा के हो, कसरी इन्भेस्ट गर्ने, यसलाई म्यानेज कसरी गर्ने। म्यानेज पनि गर्न सकिएन भने, जस्तै तपाईँलाई मैले 1 करोड दिएँ भने म्यानेज गर्न सक्नु भएन भने त्यो 1 करोड लगभग 2-4 महिना 2-4 सालमा त्यो सकिन्छ होइन। त्यो म्यानेज गर्न नि जान्न पर्यो। त्यही भएर मनी भनेको के हो, मनीको बारेमा बुझ्ने यो एउटा प्लेटफर्म सरहरूले दिनुभएको छ। यो पनि मनी कमाउने एउटा माध्यम नै हो, तपाईँहरूलाई इन्कम दिने। यहाँ यसरी चाहिँ हामी लगानी गर्छौँ, यसरी यसरी गरेर तपाईँलाई इन्कम दिन्छौँ, तपाईँहरूले यहाँ काम गर्न पर्दैन, यो एउटा मनीले नै मनी काम गर्छ भनेर उहाँहरूले दिनुहुन्छ। तर मनी भनेको के हो भन्दाखेरि एउटा प्योर इनर्जी हो, लाइट इनर्जी, एउटा प्योर इनर्जी हो। यसलाई तपाईँले जान्न पर्यो होइन, कसरी बनाउने। मनी आउने एउटै तरिका छ, तपाईँले बेच्न पर्छ। हेर्नु, केही न केही बेचे बापत तपाईँलाई पैसा आउँछ, या त कहीँ तपाईँले इन्भेस्ट गर्नुहोस् अनि त्यो चाहिँ पैसा आउँछ। त्यहाँ पनि के हुन्छ, बेचिरहेको हुन्छ। जस्तै कम्पनी तपाईँहरूले पैसा यहाँ लगाउनु हो भने कम्पनीले त्यहाँबाट राखेर केही सर्भिसहरू सेल गरिराखेको हुन्छ र तपाईँलाई इन्कम दिन्छ। इभन अहिले जति पनि साथीभाइहरू हुनुहुन्छ जबमा गएपछि के हुन्छ भन्दा हामी टाइम सेल गरेको हुन्छौँ, 8 देखि 10 घन्टा काम गरेको हुन्छ, त्यसको बाबत पैसा आइराखेको हुन्छ। सेल्सम्यानले पनि केही बेचिराखेको हुन्छ र उसको पैसा आएको हुन्छ। यही दुईवटा छ। तपाईँलाई जस्तै कि सेल गर्नु भने पैसा आउँछ, बाई गर्नु भने हाम्रो पकेटबाट पैसा जान्छ। यो बुझ्न पर्यो र सबैले सेल गर्छ। हेर्नु है, तपाईँले हेर्नुहुन्छ नि, एक्टिभ इन्कमले पनि सेल गरेको हुन्छ। पेसिभमा त सिस्टमले तपाईँको चाहिँ सेल गरिराखेको हुन्छ। तर एक्टिभमा के हुन्छ, एउटा लेबरले आफूलाई सेल गरेको हुन्छ, 10 घन्टादेखि 12 घन्टा आफूलाई सेल गरेको हुन्छ, त्यो अनुसारले पैसा पाएको हुन्छ होइन। अनि डक्टरले पनि आफूलाई चाहिँ समय र आफूले बेचेको हुन्छ, आफ्नो नलेजलाई। टिचरले, पाइलटले, डक्टरले सबैले आफूलाई र आफ्नो समय र त उनीहरूको चाहिँ स्किल चाहिँ बिक्री भइराखेको हुन्छ। तर फ्रिडम हुँदैन है त्यो फेरि, किनभने यो एक्टिभ इन्कम हो। किन भन्दाखेरि अब डक्टरको ठाउँमा जस्तै ऊ सन्चो भएन, बिरामी भयो भने उसको बुवा गएर अपरेसन गर्न सक्दैन, सेल्फ इम्प्लोइडमा पर्छ, यो एक्टिभ इन्कमै पर्यो। तर जुन बिजनेस र इन्भेस्टमेन्टको कुरा आइरहेछ, बिजनेस के हुन्छ, सिस्टमले बेचिरहेको हुन्छ र तपाईँको अकाउन्टमा पैसा आइराखेको हुन्छ, यो पेसिभ इन्कम हो। जस्तै एउटा घर बनाएर तपाईँ भाडा दिनुभयो भने यो पेसिभ इन्कम हो, तपाईँले काम गर्न पर्दैन। अब इन्भेस्टमेन्ट पनि सेम हो। जुन सरहरूले रियल इस्टेटमा इन्भेस्ट गर्नुभएको छ नि, यो चाहिँ रियल इस्टेटको तपाईँको एकदम महँगो, एकदम भिआइपी र सुरक्षित चाहिँ तपाईँको यो रियल इस्टेट हुन्छ। यसमा सबै तपाईँको ट्याक्सदेखि लिएर यसको दायराहरू हुन्छ होइन, नियम कानुनहरू हुन्छ। यो भनेको इन्भेस्टर ओन्ली तपाईँले 1% देखि 3% म्याक्सिमम 3% भेटिन्छन् होइन। बिजनेसम्यानहरू पनि 3 देखि 4% अथवा 5% हुन्छन्, त्यहाँभन्दा बढी हुँदैन बिजनेसम्यानहरू पनि। र 5% बिजनेसम्यानहरू 95% पैसा कमाइरहेको हुन्छ। र यता इम्प्लोइतिर, एक्टिभ इन्कमतिर तपाईँको 95% मान्छे हुन्छ तर 5% पैसा बनाइराखेको हुन्छ, ओन्ली 5% पैसा अर्निङ गरिरहेको हुन्छ। तर यो पेसिभ इन्कमतिर तपाईँको के छ भन्दाखेरि 5% मान्छेले 95% मान्छेले कन्ट्रोल गरेको हुन्छ र त्यो चाहिँ पैसा कमाइराखेको हुन्छ। यो सब हामीले बुझ्नुपर्छ होइन। बुझेर चाहिँ टक्क चाहिँ आफ्नो यदि लाइफस्टाइलै राम्रोसँग बनाउने हो भने तपाईँले
हामीलाई कन्ट्याक्ट गरेर अथवा मलाई कन्ट्याक्ट गरेर म यसरी आफ्नो गोलहरू सेट गर्छु, यो काम गर्छु र 5 वर्षमा हामी फाइनान्सियल फ्रिडम पनि हुन सकिन्छ। टोनी रोबिन्सको मैले बुक पढ्दै थिएँ, 2 चोटि पढिसकेँ होइन, जहाँ चाहिँ हामीले 5 वर्षमा चाहिँ फाइनान्सियल फ्रिडम हुन सकिन्छ। 5 वर्षमा हामीले पैसा कमाएर चाहिँ त्यो पैसालाई रोटेट गर्दा गर्दै हामीले काम नगरे पनि हामीले पैसा चाहिँ इन्भेस्ट गरेर पैसा कमाउन सकिन्छ भनेर त्यो वेहरू दिन्छन् होइन। किनभने प्रायः जसो मान्छेले हामी देख्छौँ लाइफ टाइम स्ट्रगल गर्छ, पैसा लास्टमा के हुन्छ, पैसा हुँदैन, हेर्नु बुढेसकाल लाग्छ अथवा कस्तो भन्दाखेरि उमेर घट्दै त्यो एजहरू चाहिँ बढ्दै गयो, आफ्नो जाँगरहरू घट्दै गयो होइन। त्यो अनुसार गरेर लास्टमा चाहिँ इन्कम पनि कमाउन सक्दैन अनि तपाईँको शरीर चाहिँ एकदम बुढो भइसकेको, ओल्ड भइसकेको हुन्छ। त्यस कारणले हामीले के गर्नुपर्छ, यो मनीको बारेमा बुझ्नु पर्यो होइन। र तपाईँहरू पनि यहाँ जोड्नु भएको छ, जोडेर आफ्नो लाइफ अलिकति ब्युटिफुल राम्रो बनाउनुहोस्, गोलहरू बनाउनुहोस्, भिजनहरू बनाउनुहोस् होइन, भिजनरी बन्नुहोस्। शुभकामना छ सम्पूर्णजनालाई होइन। फेरि पनि दसैँको धेरै शुभकामना। र रञ्जित सरले धेरैचोटि मलाई बोलाउन चाहनुभयो अनि अलिकति बिजी भएको कारणले अहिले मसित लगभग 4 दिन छ म गुप्तवासमा छु, बुकहरू पछाडि छ, स्टडीमा छु, अध्ययनहरू के नोटहरू भइरहेको छ होइन। यो लेखाइ पढाइ हाम्रो कहिले पनि बन्द हुँदैन होइन। हामी जहिले पनि लर्निङ गर्नुपर्छ, बिना लर्निङको अर्निङ केही पनि हुँदैन। अनि त्यस कारणले आफूलाई चाहिँ अपग्रेड, मोबाइलले त अपडेट माग्छ भनेपछि हामीले पनि अपडेट गर्नुपर्छ। अनि ट्रेनिङ पनि लिनुहोस्, ट्रेनिङहरू लिनुभयो भने सिकिन्छ त्यो नयाँ कुराहरू। यो लाइफ चाहिँ सिक्ने र सिकाउने नै यो लाइफै हो, स्ट्रगल अथवा यो हाम्रो चाहिँ एउटा सङ्घर्ष हो। धन्यवाद रञ्जित सर, समय अलिकति बोलियो होइन। एकदम राम्रो कुरा गर्नुभयो सर। साथीभाइहरू कता कहाँबाट हुनुहुन्छ? हाम्रो सर धन्यवाद। दुबईबाट हुनुहुन्छ, कोही नेपालबाट पनि हुनुहुन्छ, लगभग धेरै परदेशबाटै हुनुहुन्छ, बाहिरबाटै हुनुहुन्छ। ओके, हाम्रो तिल्सालाई धेरै धन्यवाद प्रकट गर्न चाहन्छु। र उहाँले जुन शब्दहरू यहाँ राख्नुभएको छ एकदमै हामीलाई चाहिँ युजफुल हुने कुराहरू नै छ र हामीले त्यो कुराहरू सुनि चाहिँ रहेको र त्यो सुनेको कुरालाई चाहिँ हामीले चाहिँ युज टुमा चाहिँ हामीले चाहिँ लगेको छैनौँ र त्यो कुराहरू हामीले चाहिँ बुझ्नै पर्ने हुन्छ र बुझेर मात्रै होइन, त्यसलाई चाहिँ हामीले चाहिँ प्र्याक्टिकल तरिकाले चाहिँ अगाडि बढाउनुपर्छ र हामी सबैजना फाइनेन्सियल फ्रिडम हुनु नै पर्छ। र जुन सरले उहाँले भन्नुभयो ESBIको कुरा गर्नुभयो होइन, एम्प्लोइ सेल्फ इम्प्लोइ त हामी छँदैछौँ, त्यो सँगसँगै हामी चाहिँ एउटा बिजनेस ओनर र इन्भेस्टर हुनुपर्छ भन्ने कुराहरू गर्नुभयो। एकदमै हामीले चाहेर पनि होइन, हामीले चाहिँ त्यो कुरालाई चाहिँ अगाडि बढाउनुपर्छ र अवश्य पनि हामी एउटा टिम भएर काम गऱ्यौँ भने हामी अवश्य नै अगाडि बढ्न सकिन्छ। र तिलसरलाई सबैजनाले फलो गर्नु होला, फलो गर्नुभएको छैन भने फलो गर्नु होला। उहाँहरूले जुन भिडियो हालिराख्नु छ त्यो भिडियो पनि हजुरहरूले चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर चाहिँ सपोर्ट गर्नु होला। र उहाँले चाहिँ आफ्नै युट्युब च्यानलहरू पनि खोलिराख्नु भएको छ भने उहाँको युट्युब च्यानलमा गएर पनि हजुरले चाहिँ सपोर्ट गर्नु सक्नुहुनेछ र हजुरले आफूले धेरै कुराहरू त्यहाँबाट सिक्न सक्नुहुन्छ। हजुरले तिलसर हजुरले युट्युब च्यानल पनि लिङ्क गर्नुभएको छ नि टिकटकको प्रोफाइलमा? सरको माइक म्युट छ सर। तिलसर हजुरको माइक म्युट छ है त? ओके युट्युब च्यानललाई पनि गर्नुभएको छ टिकटकमा? नै गरे छैन सर। त्यो पनि लिङ्क गर्नुपर्छ, त्यो लिङ्क गर्ने अप्सन छ त्यहाँ युट्युब च्यानल डाइरेक्ट युट्युबमा चाहिँ गएर चाहिँ सर्च गर्न सक्नुहुन्छ होइन, धेरै त छैन। हुन्छ अनि ठिक छ। अनि हामी सबैजना अगाडि बढ्नुपर्छ, अगाडि बढाउनुपर्छ र सबैजना सक्सेस हुनुपर्छ भन्दै हाम्रो तिलसालाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र फेरि पनि उहाँ बेलामा उहाँको समय भए अनुसारले उहाँ आएर हामीलाई धेरै मोटिभेट कुराहरू गर्नुहुन्छ र त्यो कुराहरू सिक्नुको लागि भए पनि हजुरहरू चाहिँ आउनु हुनको लागि एकदमै अनुरोध गर्न चाहन्छु। र थ्याङ्क यू भेरी मच तिलसर, हजुरलाई म तालीको साथमा धन्यवाद दिन चाहन्छु है। ओके, हाम्रो सरलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। हामी करिब 2013 सालदेखि नै हामी सँगै सहकार्य गरेर